burn me. Could you talk to me? यो चाहिँ 500 वाला हो यो 500 वाला 500 को नोट बोयफ्रेन्डलाई 100 वाला भन्नुहुन्न है 100 वाला भन्यो भने त घाटा हुन्छ 1000 वाला पनि हुन्छ नि यहाँ Very funny. Hello and what's up guys, welcome back to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ अनि म नि सन्चै छु म बिको अनि हजुरहरु हेर्दै हुनुहुन्छ बिग ब्लग YouTube च्यानल आज चाहिँ पानी परेछ के बाटो चिसो छ अनि चाहिँ हाम्रो पुरुन्डारा जाने प्लानिङ हुँदैछ 4 जना भएर सायद दुईवटा स्कुल म कि के खै त्यस्तै होला सायद अनि पुरुन्डारा जाने प्लानिङ हो आज चाहिँ कस्तो हुन्छ भिडियो लास्टसम्म हेर्दैन होला म चाहिँ अहिले तल जाँदैछु अनि बस मिलाउन आउँछ होला एकछिन बसेँ 4 जना भएर पुरुन्डारा जाने भनेर त्यही कस्तो छ हजुरहरूलाई यसो कमेन्टमा भनिदिनु होला त्यही हो म चाहिँ एकदम ठिक छु अनि कस्तो मानिराखे मलाई यसो कमेन्ट पनि हानिदिनु होला लाइक शेयर सब्सक्राइब चाहिँ हान्नु नभुल्नु होला फेरि पनि 15 दिनपछि आएको छु है ब्लगमा सबले माया देखाइदिनु होला त्यही बाटो हिँड्दा छु म चाहिँ त्यही तल गएर भेट्छु ब्लग छोटो बनाउने हो कि सबैलाई कमेन्ट हानिदिनु होला है गाइस यो पनि आइसक्यो टक्क लगाएर ल्याउन अब हामी जान्छौँ पुरुन्डाडाको यात्रा सबैजना चाहिन्छ यो अनि सिङ्गर यो चाहिँ हाम्रो गाउँको बाटो जहिले चाहिँ हामी युनिक फोटो स्टुडियोमा आइसकेका छौँ हङसपुरको युनिक फोटो इन चाहिँ हाम्रो राजा How are you today? I'm fine, thank you. Big fan हो न Thank you, bro. Thank you. पैसा म लग्छु है थ्याङ्क यू सो मच आउनु दुईजना सिसिरी तिरको लास्ट पुग्यो कहाँ जाने भन त आज हाम्रो यात्रा कहाँ छ म आज हाम्रो यात्रा वहाँ के भन्छ पुरुन्दारासम्मको छ ब्याकमा पनि अब बोकिसके कालीमाटी पनि जाने र हेर कता हुन्छ बालै भएन बालै छैन नि त चल्दैन जाएको नि बालै छैन मनी यसो बुकिङ गराउनुमा हेल्प गर्दैछु है काइजहरू अनि पछि मलाई अलि ह्यान्डसम देखाए यो चाहिँ प्रोसेस बुकेको प्रोसेस अब लास्टसम्म कस्तो हुन्छ हेरिदिनु होला है यो चाहिँ बुकेको पछि के अरे बुके पेपर बिहान ल त हाम्रो यहाँ चाहिँ खतरा बुकेहरू बन्छ है यसो चाहियो भने सम्पर्क गर्नु होला सम्पर्क नम्बर कति अरे थाहा छ तिम्रो मुखमा कन्ट्याक्ट 97 92 31 मा डाइरेक्ट कल म्यासेज जे हुन्छ त्यही गर्न सक्नुहुन्छ टक्क लगाएर आफ्नो गर्लफ्रेन्ड आफ्नो बोयफ्रेन्डहरूलाई हेर्नु न बुकेहरू यस्तो छ यो चाहिँ कता के बोले भ्यालेन्टाइन डेको लागि मेरो गर्लफ्रेन्डलाई अब गिफ्ट गरिदिनु पर्ला यो चाहिँ 500 वाला हो यो 500 वाला 500 को नोट बोयफ्रेन्डलाई 100 वाला भन्नुहुन्न है 100 वाला भन्यो भने त घाटा हुन्छ 1000 वाला पनि हुन्छ नि यहाँ जति भन्नुहुन्छ सबभन्दा महँगोवाला अर्डर गर्नु होला बोयफ्रेन्डलाई लुट्ने हो कि बोयफ्रेन्ड गर्लफ्रेन्डलाई त्यसै यो फ्रेमहरू है घडी पनि छ बिचमा बाल फ्रेम भन्छ युनिक फोटो स्टुडियो हाम्रै हङसपुरको चल्दो पल्दो होइन यसरी पुरा फुल लिएर काट्छौ झन् क्याप बाल छ तिमीले हेरिरहेको छौ भने मेरो आफ्नो मान्छे तिमीले हेरिरहेको छ भने मलाई यस्तो गीत अब एकछिन फोनमा चार्जमा फोन लगाउँछु पछि फोन चार्ज लगाउँछु पछि भेटौँला है पछाडि फाइनल रिजल्ट चाहिँ यो है कस्तो लाग्यो फाइनल रिजल्ट पिङ्क लभरहरूको लागि यो चाहिँ
लौ नि त लौ मोबाइलबाट झिक्दिनु लग नि त लग लग तिम्रै हो अब यो चाहिँ अब गर्लफ्रेन्ड बनाइसकेपछि तिमीलाई होइन यो अब स्टकमा रहन्छ जब गर्लफ्रेन्ड बनाउँछ तब दिन्छु म टक लगाएर ल बाई 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 अब चाहिँ गाइज हामीहरू यहाँबाट निस्किन लाग्यो गोजीमा यता यता चाहिँ क्यामेरा अनि यहाँ बाइकको आज राइडर 2वटा राइडर म चाहिँ पछाडि बस्ने अनि मजा नै छुट्टिन्छु कि छानी आजको मिस फायर राइडरको भर त लाग्दैन हामी चाहिँ जान लागेको कालीमाटी हो पुरुन्दाबाट क्यान्सल कालीमाटी सो गाइस आराम से हाम्रो मेन राइडर बाबु सानी कहाँ हो ठिक छ अब चाहिँ हुँदै गर्दैछ चाहिँ हाम्रो अंशपुर कुनै सक्दैन नि स्टैंड के तेरो अहिले चाहिँ हामी बगालेदेखि कालामाटा आइसकेका छौँ कालामाटाको बाटो ड्राइभर चेन्ज हानिसक्यो ड्राइभर चेन्ज यता हाम्रो के अरे कुन गाडी हो भाइ ओला कुन बाइक हो बनायो हाम्रो लागि खाएर हान्देम सक्दैन राइडर गइसकेका छन् हाम्रा मित्र राइडर हाम्रो यात्रा सुर्खेत होइन मुला सुर्खेत हो कालीमाटी सल्यान हो अरे यो बाटो अस्ति पनि भ्लग बनाएको थिएँ मैले यो बाटो अस्ति पनि भ्लग बनाएको थिएँ हेर्नु भएको छ कि नयाँ हेरिदिनु होला बाटो चाहिँ बगाल छ अस्ति बसेको लग्नुहुन्छ गाइस यस्तै भने कालीमाटी पुग्न गाह्रो छ हात नछोड के मुला राइडर गाडी चाहिँ बचाए गाई मरेको गाई के गरे हात छोडेर चलानाले कहाँ के हुन्छ यो चाहिँ दाङ र सल्यानको सिमाना है हाम्रो अस्ति नै पनि देखाएको थिएँ बबाल छ बबाल कालीमाटी गाउँपालिकामा यहाँहरूलाई स्वागत छ हार्दिक स्वागत यो चाहिँ दाङ सक्यो यो चाहिँ कालीमाटी सुरु सल्यान ओके ओके सल्यान यो चाहिँ
ब्रेक लाग्दैन नि फेरि नभन के त्यस्तो मेरो बुढी छैन छोराछोरी पनि छैन आइसके हामी चाहिँ पुलमा बिललले फोन हाने फोन आएन लामो ट्राफिक छैन भनेर कल गरेको थिएँ लामो कसले उठाउन आदिले मार्छ ना यस्तो आवाज वाला ननिकालेर किन आफ्नै सोरमा हिँड्ने मायाकुडी कालीमाडी मन्दिर बनेको यहाँ के प्रुफ पनि छ होला सायद होटल गाइजहरू चाहिँ हामी होटलमा आएर बसिसकेका छौँ है दुईवटा टोपा चाहिँ यहाँ छन् राइडर रन्नाले मारेन यहाँहरू के हो जाँदा आउँदाखेरि त आइयो जाँदाखेरि त गाडी छ गाह्रो किन यो नम्बर 1 ट्राफिकले भेटायो भने गाँड मार्छ भेटाएन भन्नले है अनि चाहिँ हामी चाहिँ टक्क लगाएर हाम्रो चटपटे आइसकेको छ चटपटे चाउचाउ साथीको के अरे बर्थडेमा चढेर चटपटे खाना आयो भने है चाउचाउ साथीको चटपटे जे भए पनि हो गाइजहरूले चाहिँ नास्ता सास्ता खाएर फुलतिर फोटोसुट हान्न आएको हातमा चाहिँ क्यामेरा छ है टक्क लाएर मिलनको फोटोसुट हान्दैछौँ अनि पछि यो चाहिँ हाम्रो कालीमाटीको भ्यू हेर्न सक्नुहुन्छ यो खोलालाई शारदा खोला नै भन्छ है यो शारदा खोला हो कि पुलको नाम थाहा छैन पुलको नाम थाहा भएन तर खोला चाहिँ शारदा खोला हो कस्तो छ भिडियो हाल्छौँ साँझ फोटोसोटो ल टक्क लाएर है यो चाहिँ भ्यू हो एकछिन पछि घर फर्किन्छौँ हामी त्यही हो वाउ दामी छ दामी घुम्न आउनुपर्छ है नाइट क्याम्प त्यसैले चाहिँ हामी अब फर्किन लाग्यो बाइक चाहिँ अगाडि छ पछि 3वटा खाम आउला 2वटा पछाडि म अगाडि छु अब म राइडर बन्नु पऱ्यो एकछिन म बाइक चलाउनु पऱ्यो है त्यही हो आउँदाखेरि लिएर आएँ यिनीहरूले अब म जाँदाखेरि म घर जान्छु अब भ्यू हेर्नु वा दामी छ है गाउँपाडी दामी छ चाहिँ होस् नेपालको सानो हरियाली छाएको चारैतर्फ अब यहाँबाट चाहिँ यताबाट चाहिँ यता गएर उता अगाडि पिचबाट चाहिँ त्यहाँबाट निस्किनुपर्छ नि त्यहाँदेखि उता गर्दा नि दामी छ चाहिँ होस् है त चाहिँ गाडी चलाउँदाखेरि भएन अब मैले चाहिँ यो चलाउँछु केटाहरू 2वटा त्यसमा आउँछन् त्यसमा होन्डा टिभिएस ल है त पिराउँला पछि गाडी चलाउनुको अवस्था चाहिँ यस्तो छ है टक्क लाएर राइड गर्दैछ पछाडि छु मजा आइरहेको थियो है
चाहिँ अगाडि गएर बनाउँछु भयो अहिले चाहिँ आइपुग्यौँ हामी फाइनली अब चिया खाएर निस्किने हो यहाँबाट होइन हाम्रो ठाउँमा आइसक्यौँ हामी हाम्रो गन्तव्यसम्म त्यही हो आज चाहिँ यस्तै भयो ब्लग धेरै बनाउनु पाएन ब्लग चाहिँ आजको लागि यति नै अनि अब छोटो भयो ब्लग त्यसको लागि सरी अब फेरि पनि ब्लग लिएर आउँछु अर्कोचोटि आज चाहिँ यतिकै केटाहरू सब घर गइसक्यो घरतिर खानसान जानु पऱ्यो अनि पछि कस्तो लाग्यो भिडियो सबले कमेन्ट गरिदिनु होला अनि सेयर सब्सक्राइब कमेन्ट सब हान्न लाइक हान्न नभुल्नु होला आजलाई यति नै फेरि पनि हामी भेट हुनेछौँ त्यति बेलासम्मको लागि ल बाई बाई एभ्री वान बाई बाई गाइस